हेलो अनि नमस्ते गाइस, स्वागत छ हजुरलाई फेरि पनि हाम्रो यो नयाँ भिडियोमा। र आजको यो भिडियो पनि फेरि धेरै इम्पोर्टेन्ट छ। अब मास्टर्सकोसँग अब हाम्रो भिडियो आउट हुँदैछ। अब यो भाइसँग चाहिँ हि इज अ ब्याचलर्स स्टुडेन्ट होइन, बिपिपी युनिभर्सिटी। आजको हाम्रो गेस्ट चाहिँ अब बिपिपी युनिभर्सिटीको हिरो हुनुहुन्छ होइन। अब अहिले एकछिनमा म उहाँको फेस रिभिल गर्छु। त गर्नुभन्दा अगाडि चाहिँ अब हामीले चाहिँ हाम्रो पार्टनर्सहरू हिमाल फुड स्टोर, अस्त इन्टरटेनमेन्ट लिमिटेड र इस्ट प्रोपर्टी म्यानेजमेन्टलाई थ्याङ्क यू दिनैपर्छ। र अब थ्याङ्क यू दिँदै गर्दाखेरि अब म हाम्रो गेस्टलाई, आजको हाम्रो चमत्कार गेस्ट गुड बोय टिकटकमा हुनुहुन्छ र अब यहाँ आज गुड बोयले ब्याड बोय बनाउँछ भन्ने हामीले सोचेका छौँ। र अब गुड बोयबाट हामी गुड इन्फर्मेसनहरू लिने प्रयास गर्छौँ होइन। अब नामअनुसारको काम हुन्छ नि त। हजुर। अनि उहाँको रियल नाम फेरि मौसम, अनि टिकटक नेम गुड बोय, अनि मौसम पनि आज बवाल छ, मौसम पनि एकदम गुड छ। सो वी कल मौसम हिम होइन। र भाइ आजको प्रोग्राममा तिमीलाई एकदमै स्वागत छ युके मान्डेको यो भिडियोमा। थ्याङ्क यू दाइ, थ्याङ्क यू। अनि अब तिमी त ब्याचलर्समा आयो, कहिले आयो युके? म मार्च 5, 2025मा ल्यान्ड भयो युके। सो मार्च 5, 2025 भनेपछि ओभर 1 इयर भइसक्यो। हजुर। सो बिपिपी युनिभर्सिटी हजुर। कुन कोर्समा? म बिएससी हन्स एप्लाइड म्यानेजमेन्ट कोर्समा आएँ म। अब त्यति बेला हामीले एप्लाई गर्दाखेरि त्यही नै थियो। नेपालमा चाहिँ के पढिरहेको थियो, के थियो प्लस म नेपालमा +2 चाहिँ म एचएम होटल म्यानेजमेन्ट। अनि यहाँ अर्कै फिल्ड हो कि त्यो सेम फरक हो कि के हो? जस फरकै भनौँ, यता बिजनेस कोर्स उता हस्पिटालिटी कोर्स। नेपाल कहाँ? बुटवल? हजुर, बुटवलबाट सिधै वेस्ट साइडबाट। ए ओके, सर्ट आउट बुटवल होइन त। बुटवल। सही सही सही। अनि अब बिपिपीमा त धेरै नेपालीहरू पनि हुनुहुन्छ हजुर होइन। अब एकदमै नेपालीको त्यहाँ त जमात छ भन्ने सुनेको थिएँ मैले। एकदम। पार्कमै गयो नेपाली, उतै गयो नेपाली, यतै गयो नेपाली, ठगिँदा पनि नेपाली। त बाटैभरि नेपाली हो। सर पनि नेपाली त होइन नि? आई मिन प्रोफेसरहरू के हो? प्रोफेसरहरू त सायद इन्डियन पाकिस्तानी। इन्डियन पाकिस्तानीहरू मेनली मैले सुनेको अनुसार चाहिँ हाम्रो त्यहाँको जुन बिपिपीको अनरहरू हुनुहुन्छ हजुर, उहाँ चाहिँ पन्जाबी जस्तो लाग्यो मलाई, सुने अनुसार है, पन्जाबी ग्रुपको आई मिन। सो फिस कति थियो तिम्रो युनिभर्सिटीको? पर इयर फिस कति हो? कति वर्षको कोर्स हो? अडियन्सलाई आइडिया हुन्छ नि त। मेरो सब्जेक्ट चाहिँ मैले भनिहालेँ, बिएससी हन्स एप्लाइड म्यानेजमेन्ट। र बिएससी हन्स एप्लाइड म्यानेजमेन्टको मेरो पर इयर फी चाहिँ 11,000 पाउन्ड। मेरो 3 वर्षकै 11,000 छ। अहिले म सेकेन्ड इयरमा इनरोल भएँ। सो अब पर इयर इन्क्रिमेन्ट हुन्न तिम्रो? हुँदैन, एउटै छ। नाइस। सो चाहिँ हाम्रै हो नि त होइन। पर इयर अब 11,000 भनिसकेपछि तिमी फर्स्ट इयरको फिस पुरै तिरेर आयो कि? म फर्स्ट इयर्सको पुरै पे गरेर आएको। अब सेकेन्ड इयरको त अब रेडी टु पे होला नि त? रेडी टु पे मैले हाफ इन्स्टलमेन्ट पे गरिसकेँ, अहिले चाहिँ इन्स्टलमेन्टमा छु। सो काम के छ अब? तिमी कहाँ काम गर्छौ, कसरी काम पायो, के हो त तिम्रो रहस्य के छ? रहस्य अब युके ल्यान्ड भयो दाइ। अनि नेपालबाट आउँदाखेरि मेरो साथीहरू 1-2 महिना अगाडि आइसकेको थियो ज्यान इन्टेकमै। हजुर। अनि म युके आउन बित्तिकै म फर्स्ट बसेको ठाउँ नै यही हो, एब्युड हो। ए ओके। भनेपछि म बोर्सल गार्डन नजिकै बस्थेँ म। ए ओके। अनि साथीहरू 2 महिना अगाडि आएको थियो, अनि साथीहरूले पिकअप गर्न आयो। रुमहरूको त्यस्तो टेन्सन परेन, सबै साथीहरूले गरिदियो। ब्याङ्क एकाउन्टदेखि लिएर सुरुको स्टार्टिङ फेजदेखि लिएर साथीहरूले सबै खोलिदिने, उ गरिदिने। साथीहरूले एकदम हेल्प गर्नुभयो? एकदम एकदम एकदम। अब कतिले त के भन्नुहुन्छ भन्दाखेरि अब नेपाल हुँदा चाहिँ साथीहरूले ल हेल्प गर्छु भन्छन् भन्नुहुन्थ्यो। कतिले त यहाँ आइसकेपछि मेसेज सिन गरेर अब रिप्लाई पनि गर्नु भएन भनेपछि तिम्रो साथीहरूले चाहिँ एकदमै हेल्प गर्नुभयो? एकदम। नेपालबाटै चिनेको थियौ? एकदम। हामी एउटै सिटीको भएर पनि जो सजिलो भयो। सो काम पनि साथी थ्रुबाटै पायो कि? एकदम एकदम। मेरो काम पनि एकदम रिफरेन्सबाटै हो सुरुको। आएको कति बेलामा काम पायो, कति दिनमा काम पायो? म आएको जोस् अब साथीले त गरिरहेको थियो, अब भन्दा बित्तिकै रिफरेन्सको भन्दा बित्तिकै आजको भोलि त पाउँदैन, कुर्नु पर्यो होइन। आफूले पनि अनलाइनहरूमा एप्लाई गर्नु पर्यो, गरि पनि रहेको थिएँ। तर अब लक भनौँ कि अब के भनौँ, अब त्यसलाई अब कसरी डिफाइन गर्ने, त्यो साथीको रिफरेन्सले पायो भनौँ न, चाँडै चाँडै। सो आएको आई मिन अब धेरै ग्याप त बस्नु परेन भनेपछि ग्याप टक्क आयो, साथीभाइले सबै ब्याङ्क स्याङ्क खोलिदिने, जिपी खोलिदिने एकदमै होइन, अब घुमाइदिने पनि होला। तर युके आएको यत्रो 1 वर्ष क्रस भइसक्यो, मैले अहिलेसम्म चाहिँ मेरो एलएचएस रजिस्टर चाहिँ गरेको छैन। अहिलेसम्म जिपी रजिस्टर गरेको छैन? छैन छैन। ओ माय गॉड, किन भाइ यस्तो यार? खै अब बिरामी पर्दैन भन्ने ग्यारेन्टी छ कि? नाइ त्यस्तो बिरामी पर्दैनै भन्ने त अब इन्स्योरेन्स गरेको चाहिँ बिरामी पर्यो। तर यस्तो हुन्छ दाइ, जोस् अब म नेपालमा चाहिँ बिरामी भइराख्ने मान्छे हो,
तर अब जे होस् अब विदेश आइसकेपछि अब खै अब गड ब्लेस हो कि के हो त त्यहाँ गएर बिरामी नहो है त त्यहाँ गएर हसल गर्न गएको मान्छे हो भनेर अब भगवान्कै कृपाले हो कि आफू पनि हेल्दी भएर हो कि अब के हो अब सबै कुरा जोडेर होला अहिलेसम्म चाहिँ त्यस्तो थलै पर्ने गरी बिरामी चाहिँ भएको छैन नर्मली रुगाखोकी त भइरहेको छ कि तर म त्यो हत्तपत्त दबाई खाँदैन कि मलाई लास्टै डर लाग्छ दबाई खाने फेरि यहाँ भाइको कुरा सुनेर फेरि अब कतिले अब यसले त गरेको छैन म पनि गर्दिनँ भन्ने होइन एक वर्षमा त्यो भाइ एकदम नराम्रो तिमीले अझै जिपी रजिस्टर गर्छौ एकदम यो भिडियो सकिसके मैले रजिस्टर गराइदिन्छु है त हुन्छ कहाँ हो तिम्रो एड्रेस खोजेर किन जिपी निड्स टु बी रजिस्टर है त्यो एकदम चाहिने कुरा हो कति बेला बिरामी परिन्छ हो त्यो हुन्छ नि त फेरि तिमीले अनि त्यो टिकटकमा त हालेको छैनौ नि छैन ए जिपी रजिस्टर गरेको छैन म त बिरामी परेको छैन भनेर छैन नि त्यस्तो चाहिँ गरेको छैन कहाँ त्यस्तो यङ ब्लड जेन्जी भनेर अहिले त फेरि जे पनि हालिन्छ नि त फेरि यो भनेर मिसइन्फर्मेसन हो गाइस अब भाइ त अब टचवुड अहिलेसम्म बिरामी परेको छैन तर सबैजना त्यस्तो हुनुहुन्न कति बेला के चाहिन्छ थाहा हुन्न सो जिपी इज म्यान्डेटरी गाइस होइन यो कुरा चाहिँ हजुरले मान्नुहोस् उसले गरेन ऊ बिरामी परेन भन्ने बित्तिकै तपाईँ पर्नुहुन्न भन्ने छैन तिमीले एकदमै मलाई अहिले स्याड बनायो एक्कासी सरी दाइ तिमीले अब जिपी रजिस्टर गर्नुपर्छ भाइ अनि अब अरू तिमीले के रजिस्टर गरेको छैन त भन नि त पहिला अरू त रजिस्टर नगरे अरू त सबै गरिसकेँ मैले गर्नुपर्ने कुराहरू गरिसकेँ तर यो इम्पोर्टेन्टै कुरा हो तर मैले चाहिँ खै के भन्ने अब एनआई नम्बर चाहिँ लियो त्यही त होइन त्यही भएर अब हाम्रो भ्युवर्सलाई मिसइन्फर्मेसन नजाओस् भन्ने सही होस् अनि भाइ अब ब्याचलर्समा आइसकेपछि तिमीलाई के छ त कन्फिडेन्स 11,000 पाउन्ड फिस म वर्षको तिर्न सक्छु भन्ने विश्वास छ कि अब गर्दै जाउँ सङ्घर्ष गर्दैछु अघि बढ्दैछु अब यस्तो हो अब फर्स्ट इयरको त फ्यामिलीले नै सपोर्ट गर्नुभयो अब सबैको त्यही नै हो मेरो मात्रै पनि होइन अब जतिजना पनि अब चाहे मास्टर्समा आउने चाहे ब्याचलर्समा आउने जेमा आउने अब फ्यामिली नै हो ब्याक सपोर्ट त होइन फर्स्ट इयर चाहिँ फुल्ली नै पे गरेर आएको मैले किनकि मेरो ब्याकअप पहिल्यैदेखि प्लान थियो 6 महिनाको तिर्यो भने उहाँ गएर अब उतिखेर काम नपाउन सक्छ गाह्रो हुन्छ नि त त्यही भएर अब फ्यामिलीले पनि बुझिदिनु भयो जो सपोर्टिभ हुनुहुन्छ फ्यामिली पनि अनि त्यही अनुसार उस गरेँ अब यहाँ आइसकेपछि काम मैले ठ्याक्कै आएको 1 महिना जस्तोमै मार्चमा आएको मेमा काम पाइहालेँ मार्चमा आएको अप्रिलमा काम पाइहालेँ सजिलो नि भयो अनि काम गर्दै जाँदा अब मेन भनेको सेभिङ्स रहेछ क्या दाइ यहाँ जति कमाइयो खर्च नगर्ने दाइ हल्का 20-30 पाउन्ड भए पनि सेभिङमा राख्ने 1 वर्षमा त अब सेभिङ कति छ त अहिले रिभिल गर्न सक्यो पर्यो भने रिभिल त अब के गर्ने दाइ त्यस्तो छैन ठिकै भइरहेछ फिस तिर्नको लागि भइरहेछ अनि अब काम पाइसकेपछि फ्यामिलीलाई कतिको सपोर्ट गर्यो ब्याक होम फाइनेन्सियली गर्न सकिन्छ त सकिँदो रहेछ दाइ है गरिरहेछौ मेन भनेको अहिलेसम्म गरि नै रहेको छु धेरै त गर्नु सकेको छैन त्यस्तो होइन किनकि यहाँ अब यो होइन आफूले पढ्दा पढ्दै थोरै गरिदिँदा पनि त बाबा मम्मीलाई एटलिस्ट एकदम छोराले राम्रो गरिरहेछ भन्ने त हुन्छ नि त मम्मीलाई एकदमै अब गर्दैन भन्ने त ला के हो काम पाएको छैन कि भन्ने हुन्छ डर अबले हामीलाई ठगिरहेछ कि भन्ने हुन्छ कहीँ अब केही कुलतमा फस्यो कि भन्ने पनि हुन्छ अथवा अब यसले खानै नखाइ बसेछ कि भन्ने हुन्छ तर एटलिस्ट तिमीले अब जति 20 पाउन्ड 40 पाउन्ड 50 पाउन्ड 100 पाउन्ड पठायो भने पर मन्थ अब उहाँलाई एटलिस्ट लामो सास त फेर्नुहुन्छ नि उसले आफूलाई पुगाएर मलाई पठाइदियो भन्ने त हुन्छ नि त एकदम सो गरिरहेछौ एकदम 100% हो होइन त्यस्तो धेरै गरे छैन तर जे गर्न त गरिरहेछौ खुसी हुनुहुन्छ उहाँहरू अनि अब ब्याचलर्समा त अब धेरैले अब युकेमा अब युके इज नट फर ब्याचलर्स एनिमोर भन्नुहुन्छ सो तिमी एज अ ब्याचलर स्टुडेन्ट ओभर 1 इयरको एक्सपिरियन्स हजुरले के भन्छौ त युके इज आइडियल फर ब्याचलर्स न अब म चाहिँ आइहालेँ दाइ होइन अब म त अब लकी भनौँ कि के भनौँ युनिभर्सिटीमा खासै फिस पनि ठिकै हो नि त 11 मेरो कम्पेरिटिभली अरू युनिभर्सिटी भन्दा अब मेरो चाहिँ एकदमै सस्तो हो किनकि मेरो 3 वर्षकै मेरो 11,000 पाउन्डै हो होइन अब मेरो कम्पेयर टु मेरो साथीहरूको कसैको 1 वर्षको 12,000 तिरेर आछ नेपालबाट यहाँ आएर सेकेन्ड इयरमा 13,000 थर्ड इयरमा 14,000 त्यो त गाह्रो हुन्छ नि त अब मैले त काम पाइहालेँ सबैले पाउँछ भन्ने छैन सबैको साथीहरू हुँदैन होइन कतिले यहाँ 6-7 महिना काम नपा हुन्छ कति त अझ वर्षै काम पाइरह हुन्न फ्यामिलीले हेरिरह हुन्छ होइन ब्याचलर्समा अब जस अब आफ्नो फ्यामिली कन्डिसन हेरेर आउनु भन्छु म चाहिँ आफ्नो फ्यामिलीले अब कति सक्नुहुन्छ
फ्यामिली ब्याकअप छैन भने नआउँदा राम्रो भन्ने एकदम दाइ हैन स्ट्रेट फरवर्ड कुरा गर्दाखेरि यहाँ आएर मैले कति देखेको छु कि मान्छेहरू सुसाइड गरेको कोही के गरेको होइन अब मेन भनेको इमोसनली यो दिमागी यो मेन्टल्ली प्रिपेयर भएर आउनु भन्छु म त चाहे जेन्जी होस् चाहे जतिसुकै सानो होस् होइन भर्खर 12 दिन बित्तिकै झोला बोकेर आउने होस् चाहे जति हुन्छ नि 30 वर्ष नआएको होस् मान्छे उमेरले होइन परिपक्व हुने होइन उसले अब कोही त अब 30 वर्षमा नि पाएको हुँदैन कोही 20 वर्षमै 40 वर्षको जस्तो हुन्छ नि त त्यही भन्न चाहन्छु मेन्टल्ली प्रिपेयर भएर आउनु फ्यामिली कन्डिसन हेरेर आउनु फ्यामिलीलाई धेरै प्रेसर नहोस् नि त यहाँ आएर हो त्यही त फाइनेन्सियली मेन भनेको अब मेन्टली स्ट्रङ पनि हुनु पर्यो मेन इम्पोर्टेन्ट भनेको फाइनेन्सियली स्ट्रङ हुनु पर्यो एकदम अब ऋण काटेर आउँदै हुनुहुन्छ अब फेरि ऋण तिर्नुपर्छ यहाँ आइसकेपछि पनि फेरि काम पाएन भने झन् ऋण थपिन्छ ऋणमा ऋण थप्ने हो होइन सो अब 1 वर्ष होइन फेरि 4 वर्ष कटाउनु पर्यो 3 वर्ष कटाउनु पर्यो भाइ ब्याजको स्याज हुन्छ अनि त्यसपछिबाट त झन् गाह्रो पर्छ एकदमै बुझेर फाइनेन्सियली एकदमै स्ट्रङ भएर ब्याकअप राखेर मात्र आउनुहोस् र यदि हजुरको ब्याकअप छैन भने प्लिज नआउनुहोस् भन्छु म त किनभने यहाँ तपाईँको छोराको कारणले गर्दाखेरि आफ्नो ब्याक होममा आफ्नो बाबा मम्मीको पनि भविष्य डामाडोल हुन्छ क्या होइन अब छोराको भएन भने बाबा मम्मीलाई पनि स्ट्रेस हुन्छ एकदमै फेरि कस्तो हुँदो रहेछ भन्दा दाइ हाम्रो अब इभन अब के भन्ने अब फ्यामिली अब कस्तो हुँदो रहेछ मैले अब मेरो साथीभाइहरूको इभन मेरै पनि अब त्यो हुन्छ नि अब परिवारलाई अब यत्रो लगानी हालेर छोरालाई विदेश पठायो अब नेपाल हाम्रो ब्याक इन होम त अब हाम्रो नेपालीहरूको कन्सेप्ट त त्यही छ नि त विदेश बेलायत युके है जान बित्तिकै फल्छ कि क्या हो जै गरेर अब फ्यामिलीले पनि हुन्छ नि अब हाई एक्सपेक्टेसन राखिदिने के जान बित्तिकै अब कतिको मैले देखेको छु अब बिचरा काम पाउँदैन अब फ्यामिलीले उल्टै प्रेसर दिने के छोराछोरीलाई त्यही भएर उनीहरू आफ्नो कोठामा झुन्डिन अथवा कुनै हाम्रो यही थेम्स रिभरतिर गएर सुसाइड गर्न उनीहरू बाध्य हुन्छन् कि दाइ यस्तो हुन्छ कि उनीहरूले अब पीडा सुनाइदिने मान्छे कोही भएन नि त एकदमै अब बाबा मम्मीले सुनाम बाबा मम्मी झन् अब त्यो प्यानिक हुनुहुन्छ अब पीडामा हुनुहुन्छ कसलाई सुनाउनु त अब होइन अब सुनाउनु त पर्यो अनि त्यसपछिबाट अब फेरि पैसा त चाहियो रुम रेन्ट तिर्नै पर्यो तँलाई दुःख परिरहेछ बाबु अब म रुम रेन्ट लिन्न भनिदिने मान्छे कोही हुन्न एकदमै अब युनिले होइन अब तँलाई अब यो पालि गाह्रो भएर अर्को पालि तिर्न त भन्दैन कहाँ भन्छ दाइ सिधै इमेल होइन त्यस्तो हुन्छ सो गाइज होइन पीडा सुनिदिने मान्छे नहुँदा पनि गाह्रो हुन्छ त्यही भएर होमलेसको केस धेरै आइरहेको छ अहिले एकदमै कसलाई सेयर गर्ने कसलाई के गर्ने भन्दा बरु आफै मरिदिन्छ ढुक्क हुन्छ भन्ने हुन्छ नि तेरोलाई सो त्यस्तो नहोस् त्यही भएर बुझेर मात्र आउनुहोस् बरु पढाइ त ब्याचलर्सको मलाई त नेपालमै राम्रो लाग्छ है एकदमै होइन त्यहाँ त एटलिस्ट केही सिकिन्छ क्या एटलिस्ट मास्टर्समा आउँदा तपाईँहरू धेरै म्याच्योर भएर आउनुहुन्छ होइन यहाँ आइसकेपछि त आम्मा अब केही थाहा हुन्न युके जस्तो ठाउँ धेरै कम्प्लिकेटेड छ नि त यार एकदमै धेरै काम पाउने मान्छेलाई त गाह्रो छ यहाँ डे टु डे लाइफमा गाह्रो छ काम नपाउने गाह्रो छ नि त भन अब काम पाउने मान्छेलाई त स्यालेरी नआउनेसम्म कस्तो ह्याप्याक हुन्छ बा कसरी तिर्ने रेन्ट के कसरी एक्स्ट्रा खर्च भइदिने बित्तिकै दिमाग घुमिहाल्छ घुम्दैन भन न कहाँबाट म्यानेज गर्ने के गर्ने क्रेडिट कार्ड चलाएको हुन्छ फेरि त्यो तिर्नु पर्यो यता भन उता भन भ्याइयो सो एकदमै बुझेर मात्र आउनुहोस् बरु बेटर नआउनुहोस् ब्याचलर्समा त होइन भाइ सो तिम्रो प्लान चाहिँ के छ युकेमा बस्ने प्लान छ कि फर्किने प्लान छ कि मेरो दाइ त्यस्तो केही पनि सोचेको त छैन पहिला सुरुमा आफ्नो ब्याचलर्स भ्याम राम्रोसँग होइन अब गइरहेको छु अहिले म सेकेन्ड इयरमा इन्डल पनि भएँ अब सेकेन्ड इयरको जस फर्स्ट सेमेस्टर पनि भ्याइयो अब सेकेन्ड यो मे अहिले त मेरो सेमेस्टर ब्रेक छ 2 विक्स जस्तो अब त्यसपछि अर्को सेकेन्ड सेमेस्टर स्टार्ट छ गइरहेछ चलिरहेछ भनौँ पहिला ब्याचलर्स भ्याम त्यसपछि अब मास्टर्स पिएफडब्ल्यू अब हेरौँ के हुन्छ म त्यति अगाडि सोच्दैन दाइ है गो विथ द फ्लो हो म आजको भोलि पनि सोच्दैन एमसी फ्लो जस्तो गो विथ द फ्लोमा हैन त सुरुमा आजको दिन काटौँ अनि भोलि सोचौँ न टाइप्सको राम्रो हो अब अनि भाइ युके आइसकेपछि तिम्रो वर्स्ट मोमेन्ट के छ बेस्ट मोमेन्ट के छ त भन्नु पर्दा वर्स्टमा के छ सेयर गर्नै पर्छ क्या है पर्छ यो त परिहाल्छ नि अफ कोर्स भाइ एक दिन हामी साथीहरू भनौँ न अब चाइना टाउनतिर गइएको थियो घुम्न चाइना टाउन हाम्रो यो बिग बेनतिर घुम्न गइएको थियो अनि घुरियो अब फोटोसोटो खिच्यो अब भर्खर युके आएको त्यति बेला है अब अप्रिल सायद मार्चमा आयो अप्रिल मेतिरको कुरा हो यो गएको वर्षको मेतिरको
अनि साथीहरूसँग घुमियो फोटोसोटोहरू खिचियो अब घर जाम न त भन्दाखेरि अब हाम्रो त्यो वेस्टमिनिस्टर स्टेसन अगाडि बिग बेनको जुन त्यो बाटो क्रस गर्ने छ नि जेब्रा क्रसिङ त्यहाँ उभिएर मैले मेरो फोन निकालेर त्यति बेला मेरो 14 थियो होइन फोन निकालेर सिटी म्यापर भर्खर जानेको सिटी म्यापर हेर्न है अब घर जान पर्यो ट्रेन त हेर्नु पर्यो कतिमा छ भन्न के हेर्न लाथे कालेहरू आएर मोबाइल लगिदियो स्न्याच ओ माय गॉड विथ स्की म्याक्स त्यो मोप्याड बाइकमा सेकेन्डमा दाइ यसो सो फोन स्न्याच भयो नि तिम्रो अनि के भयो तिम्रो त्यति बेला कस्तो फिल भयो के भयो अब त्यति बेला त दाइ नकआउट नि म त अब हेरौँ न कल्पनै नगरेको कुरा थाहा पनि थिएन भर्खर आएको 2 महिना भएछ है युकेमा पनि चोरी हुन्छ भने थाहा थिएन दाइ अब थाहा त पाउनु पर्ने हो तर अब मेरो साथीहरू त भर्खर आएको थियो नि त ज्यान र मे कति नै टाढा हुन्छ के चोरी होला भन्ने हुन्छ नि त हो नि दाइ यहाँ त एकदमै स्न्याच हुँदो रहेछ म परेँ एउटा भिक्टिम परेँ मजाले सिटी म्यापर हेरिरहेको थिएँ है बाटोको अब खै मेरै गल्ती भनौँ के भनौँ अब सिटी म्यापर हेरिरहेको थिएँ है यताबाट आएर फोन त 2 सेकेन्डमा के 2 सेकेन्डमा टाप त मान्छे त उइली हान्दै अझ मलाई पुरा है के साइन देखाउँदै गह गरे त्यसलाई दौडी पनि भने सक्दैन दाइ भेट्टाउन मिल्खासिङ होइन म त्यसलाई भेट्टाम भनेपछि हो अब लग अब लयो त लयो तर एकछिन त म त नकआउटै भएको थिएँ दाइ फोन बिना है धन्न मैले त्यो दिन पर्स मेरो रिभोल्ट कार्ड मन्जो कार्डहरू बोकेको थिएँ र बसमा अथवा ट्रेनमा ट्राभल गर्न सजिलो पर्यो साथीहरू थिए उनीहरूले लोकेसन हेरे आफ्नो त अब झन्न मैले त्यति बेला पर्सहरू बोकेको थिएँ पुलिसलाई फोन अनि त्यो फोन हराइसकेपछि अनि त्यो घर आउँदाखेरि के कस्तो फिल भयो त अब फिल त अब कस्तो हुने त अब हराएको फोन टेन्सन पर्यो नि भने है अनि फोन कति दिनमा लियो मैले जेस अब फोन त ल्याइहालेँ अब यहाँ फोन बिना त केही पनि छैन यहाँ त अन्धो जस्तै हो विदाउट फोन त होइन फोन लिइहालेँ इएमआईमा ओटोसँग यसो लिङ्कअप राखेर लिएँ भनौँ अनि बेस्ट मोमेन्ट चाहिँ के छ बेस्ट मोमेन्ट त अब स्टुडेन्टको के नै हुन्छ र त्यही हो आउन बित्तिकै धेरै लङ टाइम कुर्नु परेन कामको लागि मेन भनेको यहाँ कामै हो त्यही हो मेरो बेस्ट मोमेन्ट काम पाएँ काम पाउनलाई चाहिँ अब तिम्रो पो ल अब साथीभाइले काम लगाइदिए होइन अब कोही साथीभाइ नभएको अब कोही त अब एक्लै आउनुपर्छ नि त युकेमा कोही हुन्न होइन एटलिस्ट अब अनि उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु कसरी काम खोज्ने टिप्स के छ के सिकेर आउँदा राम्रो हुन्छ नेपालबाट सिकेर त अहिले मैले देखिरहेको चाहिँ हुन त सबैले बारिस्टा भन्छन् तर नेपालको बारिस्टा र यहाँको बारिस्टा एकदमै फरक छ नेपालको त्यो कफी बनाउने मेसिन क्या मलाई त त्यस्तो आइडिया त छैन मैले जो साथीहरूको देखेको है बारिस्टा सिकेर आएको थियो मेरो साथीले पनि तर यहाँ आएर उसको बारिस्टा स्किल्स हुँदा पनि उसले अब त्यो एउटा हुन्छ नि राम्रै कफी सपमा उसले सकेन क्या काम गर्न किनकि त्यसलाई त्यो नेपालको मेसिन र यहाँको मेसिनसँग त्यो आइडिया भएन यहाँको छुट्टै अब नेपालमा धेरै फोकस ल्याटे आर्टलाई गर्छ यहाँ मान्छेले नर्मल कफी क्विक हुन्छ नि त यहाँ मान्छेलाई 1 सेकेन्ड फुर्सद हुँदैन होइन रेडिमेड चाहियो होइन त्यही हो अब जस नेपालबाट आउँदा अब बार्बर हुन्छ कि अब कुक हुन्छ कि के हुन्छ अब वेटर तिमी चाहिँ केमा काम गर्छौ म चाहिँ अहिले बारमा बारटेन्डर होइन म चाहिँ यसो बार ब्याक सो अब बारटेन्डर पनि सिकेर आउँदा राम्रै हुन्छ एकदम त्यो त एकदमै बेस्टै हो बेस्ट स्किल त्यो राम्रो सिकेर आउनुहोस् नआत्तिकिन नआत्तिनुहोस् टाइम लिनुहोस् मजाले बरु 2 महिनापछि अप्लाई गर्नुहोस् अप्लाई गरिसकेपछि पनि सिक्नुहोस् भिजा आइसकेपछि पनि सिक्नुहोस् एकदमै यहाँ आएर त्यो बेरोजगारी भएर बस्नुभन्दा बरु काम सिकेर आएको राम्रो भन्दा केही स्किल्स लिएर होइन एकदमै विदेश आउन कोही पनि हतार नगरे हुन्छ हो यार भिजोक छ होइन अहिले त झन् बेलायतमा भिजोक देख्छु मैले त एकदमै किनभने अब धेरैको कतिले कामै पाउनु भएको छैन लगभग 20,000 भन्दा बढी त छैन त एकदमै गाह्रो छ किनकि अब कसलाई रेफरेन्स दिने भन न ठुलो बाबुको छोरो पनि आएको छ काकाको छोरो पनि आएको छ आन्टीको छोरो पनि आएको छ माइजीको छोरो पनि आएको छ कसलाई दिनु त अब रेफरेन्स एकजना आछ भने उसको खानदानै आउँछ अनि त्यही हुन्छ क्या त्यही मामा चाचा गर्दैन भान्जा भान्जी यता गर्दैन उता गर्दैन भन्ने हुन्छ हैन अहिले यस्तो पनि भयो के दाइ लहर युकेको भयो के हो भिजा युकेको हरेक देशको एकचोटी लहर आउँछ भन्छ नि अब गएको 24-25 तिर अस्ट्रेलियाको लहर थियो मान्छे सर्लकै अस्ट्रेलिया गए युएस अहिले रिसेन्टली टाइट भयो हजुर
खुकुलो युके भयो त्यही त सबैलाई सजिलो प्रोसेस 99% भिजा भन्दैको छ लो जिपिए पनि एक्सेप्ट गर्दैछ युनिले ग्याप पनि एक्सेप्ट गर्दैछ विदाउट आइएलटिटी पनि एक्सेप्ट गर्दैछ मान्छेहरू त अब के चाहियो र भन्दै हाम फाल्दै आछन् यहाँ 10 वर्षको ग्याप पनि आएका छन् हैन एकदमै अब ब्याचलर्स पढ्न गएको छ अब हामी त फ्रेसमा पढ्न गएको मान्छेलाई कहाँ गयो ए बेटा भनिदिन्छ इन्डियामा ए बेटा भनिदिन्छ यता भन्छ त्यस्तो हुन्छ त्यस्तो ग्याप धेरै हुन्छ नि त हैन मान्छेहरूको सो त्यही भएर अब युके आउन चाहिँ नहतारिनुहोस् बुझ्नुहोस् कोही पनि अरू त त्यस्तै हो हैन त्यस्तै हो भाइ अब बुझेर आएको तिमी के हो तिमी पनि त हतारमै आएको होला नि त म त हतारमा त के भन्ने मैले सुरुमा अस्ट्रेलिया नै एप्लाई गरेको थिएँ भएन अब जुर्या रहेछ युके आउन आइयो अब ठिकै छ गरिरहेको छु गर्दै जाम ठिकै सो युकेमा तिमीलाई मन परेको कुराहरू चाहिँ के छ युकेको राम्रो कुराहरू चाहिँ राम्रो एक्सपेक्टहरू के छ राम्रो मलाई यहाँको चाहिँ आर्किटेक्ट बाबा लाग्छ यहाँको पुरानो हिस्ट्री मनपर्छ मलाई चाहिँ कहाँ घुम्न गयो युके आएपछि म युके आएपछि अब लन्डन त मैले त्यस्तो घुमेको छैन नर्मल्ली हाम्रो सेन्ट्रल यताउति काम जाऊ आउनु गर्दा त त्यही हो घुमेको अब वेल्स गएँ अब स्कटल्यान्ड चाहिँ जानु छ अब रिसेन्टली ब्राइटन गएर आएको छु हिजो भर्खर क्या त्यही हो सही अब आज फेरि इभेन्टमा जाँदैछु आज चाहिँ जस हाम्रो कन्सर्टमा जाँदैछु म सही भनेपछि अनि तिमी अब यहाँ सेयरिङमा बस्छौ कि एक्लै बस्छौ कस्ट सेभिङ टिप्स ल एउटा ब्याचलर स्टुडेन्टलाई कति कमाउँछ 20 घन्टा काम गरेर कति बच्छ र कस्ट सेभिङ टिप्स के छ त कस्ट सेभिङ टिप्स चाहिँ मान्छे अनुसार फरक पर्छ दाइ अब को कतिको खर्चालु छ त्यसमा फरक पर्छ नि त जस्तै अब तपाईँले 2000 कमाउनुहुन्छ अरे मैले 1500 कमाउँछु अब तपाईँ 2000 कमाउने मान्छेले हो म त धेरै कमाउँछु के छ र भनेर त्यही हिसाबले खर्च गर्न थाल्यो भने त 5000 कमाए पनि भ्यालु भएन नि त जस्तै मैले 1500 कमाउँछु म चाहिँ अब ठ्याक्क हुन्छ नि अब यति सेभिङ गर्छु यति रेन्ट तिर्छु यति मेरो ग्रोसरीलाई खर्च गर्छु यति ट्राभलर राख्छु त्यसरी के प्याटर्न बनाउने के दाइ यो सेभिङ नै अर्निङ हो नि त हैन एकदमै दाइ त्यही हो मेन भनेको सेभिङ हैन किनभने हजुरले अब 6000 कमाए पनि अब बच्च भने 500 बच्च भने के भ्यालु भयो हैन अब त्यो 1500 कमाउनेले 500 बचाइरहेछ भने त्यो त विन हो नि त हैन त्यो बुझ्नुहोस् एकदमै तिमी अनि अब अरू हुन्छ नि त अब स्टुडेन्ट वेस्टर कार्डहरू हुन्छ स्टुडेन्ट वेस्टर कार्ड लिनुहोस् स्टुडेन्ट वेस्टर कार्डमा रजिस्टर गर्नुहोस् अनि अब अरू के हुन्छ भाइ अरू अब तिम्रो स्टुडेन्ट वेस्टर कार्ड हुन्छ अरू त अब मलाई त्यस्तो आइडिया त छैन म पनि नर्मल्ली बसमा अब ट्रेन भन्दा पनि बस चिपर छ अप्सन एकदमै त्यो अब बस चिपर छ तर लन्डनको अब त्यही हो क्या फेरि बसमा फेरि धेरै अब मान्छेहरू सबै कामको नजिक बस्छ भन्ने त छैन नि त दाइ बसमा अब ट्रेनमा 20 मिनटमा पुग्नेमा अब बसमा 1 घन्टा लाग्छ नि त अब लेट हुन्छ अब त्यही भएर अब खर्च भइहाल्छ कि ट्रेनमा हिँड्दाखेरि यहाँ मान्छेलाई त्यो अब त्यही त अब ट्राभलिङ नगरी काम मान सकिँदैन ट्राभलिङ गर्नै पर्यो काम खोज्नलाई पनि ट्राभलिङ कस्ट चाहियो एकदमै काम पाइसकेपछि पनि जानु पर्यो त्यो अब चाहिने कुरामा त खर्च गर्नु पर्यो नचाहिने कुरामा अब हिरो हुँदै खर्च गर्दै हिँड्नु भने त गाह्रो हुन्छ मेन भनेको हजुरले सोच्नु पर्ने युनिभर्सिटीको फिजलाई हो युनिभर्सिटीको फिज चाहिँ हजुरले बरु आफूलाई खाना पैसा नछुट्याएर भए पनि युनिभर्सिटीलाई छुट्याउनु पर्छ एकदमै युनिको लागि त महिना पनि होइन दिनको हामीले 30 पाउन्ड सेभिङ गरे पनि पुग्छ के 30 × 365 हान्नु न हरेक दिन हो सही हिसाबले त्यो 20-30 पाउन्ड हामीले सेभिङ गर्न सकिन्न भने हो नि सकिन्छ नि त एनआईमै काम गरेर नि ल 930 to 1000 जस्तो आउँछ है अब कसैको त अब पे रेट हेरेर पनि हुन्छ कसैको त अब 1000 पनि क्रस गर्छ मेन अब सर्भिस चार्ज जोड्दा टिप्स जोड्दा 1200 जोड्दिम न 1200 मा हामीले दिनको 30 पाउन्ड सेभिङ गर्यो भने 30 × 365 कस्तो 10,000 प्लस सेभिङ हुन्छ के वर्षमा है हो सही हो ल त्यही भएर अब 10,000 सेभिङ गर्ने सोच्ने हैन कि दिनको 30 पाउन्ड सेभिङ गर्ने भनेर सोच्ने हो के एक्ज्याक्टली दाइ हैन एक्ज्याक्टली त्यसरी आफुलाई मेन्टली प्रिपेयर गर्नु पर्यो के हो दाइ हो नाइस टेक्निक बबाल दियो यार किन अब 30 त अब 100 कमाइछ भने 30 गर्ने पर्यो नि त हैन 30 हाल्दिहाल्ने नि त अकाउन्टमा अब सबै हाम्रो स्टुडेन्टहरुको बानी त्यही के अब ह्याङ आउट हुन्छ यताउति उमेरै त्यस्तै के दाइ हाम्रो अब रमाइलोमा हामीले 4-500 खर्च गर्न हामी डराउँदैन आफ्नो लागि सोचेर 20-30 पाउन्ड त एउटा हुन्छ नि पबमा गयो भने 100 पनि खर्च गर्दा थाहा हुन्न अनि एउटा लुगा किन्नु पर्यो भने नकिन्ने हैन मेरो युनिभर्सिटीको फिस तिर्नु छ भनेर सोचिन्छ हैन त्यो सबै मान्छेको नेचर हो तर कुनै कुरा इम्पोर्टेन्ट हो त्यो कुरालाई पहिला छुट्याएर मात्र एकदमै अघि बढ्नुपर्छ अनि युकेमा अब ग्रोसरीमा कति खर्च छ भाइ ग्रोसरीमा त अब आफू एक्लै बसेछौ कि सेयरिङमा बसेछौ कि त्यसले फरक पार्छ दाइ
अब सेयरिङमा बसेछौ भने अब जस्तै 5 जना साथीहरू बसेछौ भने 10 पाउन्ड उठाएर हैन अब डेली मासु भात खाएर पुग्यो 50 पाउन्डले त अब 50-60 पाउन्डले जस पुग्छ यहाँ विकली पुग्छ नि त हैन ग्रोसरी त लास्टै सस्तो हो नि यहाँ झन् अब त्यसमा त हिमाल फुड स्टोर छ हामीसँग हैन हिमाल फुड स्टोरले त अब झन् स्टुडेन्टलाई त राम्रो अफर पनि दिएको छ 15% अफ अल अन ग्रोसरी आइटम अफ हिमाल फुड्स अनि त्यसपछि घरमै डेलिभरी हुन्छ हजुरहरूको र अब अर्को भनेको त झन् अब हजुरले युके मान्डु 15 भनेर प्रोमो कोड हाल्नुभयो भने गिफ्ट ह्याम्पर पनि हजुरको ढोकामै आइपुग्छ हैन अब यो हिमाल फुडको कुरा जोडिँदै गर्दाखेरि अब भाइलाई पनि अब आज हाम्रो हिमाल फुडले चाहिँ आज गुड बाई आउँदै हुनुहुन्छ सो अब उहाँलाई खाली हात नपठाउनु भनेर हामीलाई एउटा गिफ्ट ह्याम्पर रेडी गरिदिनु भएको छ हजुर तर त्यसको लागि चाहिँ अब गुड बाईले 4वटा गुड कुरा गर्नु पर्यो है अब त्यो गुड कुरा के हो भन्दाखेरि तिमीले अब हिमाल फुड स्टोर सुनेको थियौ कि थिएन अहिलेसम्म मैले सुनेको हो त मेरो फर युमा आइरहेको थियो टिकटकहरुमा इन्स्टाग्रामको रिल्सहरुमा आइरहेको हो मैले सायद फलो पनि गरेछु होला है हिमाल फुडलाई अब त्यही अब हेरौँ है त अब गुड बाईले 4वटा गुड कुरा गर्यो भने यु विल गेट अ ब्युटिफुल गिफ्ट ह्याम्पर है त ल तिमीले फोन निकाल्नु पर्यो तिम्रो यो 4वटामा एउटा यो पनि पर्छ है केमा टिकटकमा टिकटकमा मेन अब टिकटकै हो अहिलेको है चल्दो बल्दो आजकल मान्छेहरू टिकटक बिना बाँच्दैनन् गरे रहेछु दाइ मैले हिमाल फुड स्टोर ओ माय गॉड उसले त पहिले नै फलो गरिसकेको छ हिमाल फुड स्टोरलाई सही हो ल अब अर्को छ अब हिमाल फुड स्टोर अनलाइन स्टोर हो कि अफलाइन स्टोर हो यो टोटल्ली अनलाइन दाइ हो पक्का हो पक्कै हो हैन म त यसको त फेरि अफलाइन स्टोर पनि देखेको थिएँ त हैन यो अनलाइनै हो टोटल्ली यो पक्का अनलाइन स्टोर हो र अब हिमाल फुडको वेबसाइट www.himalfoodstore.com मा हजुरहरूले गएर हेर्नुस् र अर्डर गर्नुस् प्राइसहरु एकदमै कम छ राम्रो अफर पनि छ 15% अफ अन हिमाल फुड ग्रोसरी आइटम्स र युके मान्डु 15 भनेर हाल्नु भयो भने झन् हजुरलाई घरमै गिफ्ट आइपुग्छ हजुरको डोरमै आइपुग्छ र अब अर्को कुरा भनेको हिमाल फुडले सपोर्ट गर्नु पर्यो किनिदिनु पर्यो अब यो अनलाइन हो महँगो छ भन्ने हैन एकदमै सस्तो छ एकदमै अफोर्डेबल छ एकदमै हाई क्वालिटीको छ हैन त अब गुड बाईले अब फलो गरिसकेको कारणले गर्दाखेरि मैले जम्मा 2टा कुरा मात्र सोधेँ अब अरू कुरा सोधिनँ मैले तिमीलाई हैन अब तिमीलाई चाहिँ म अब गिफ्ट ह्याम्पर दिन्छु है त एउटा यस्तो बवाल छ हेर है त ल यो तिम्रो लागि हिमाल फुड स्टोरले प्रदान गर्नुभएको है त थ्याङ्क यू हिमाल फुड फर दिस अमेजिङ गिफ्ट ल गाइस चेक हिमाल फुड स्टोर है त ग्रोसरी चाहियो भने अब टेन्सन लिनु पर्दैन हिमाल फुड छ टक्क www.himalfoodstore.com अनि युके मान्डु 15 हाल्दिने अफर चाहियो त्यही अफर हैन ल थ्याङ्क यू सो भाइ अब तिमीले अब यो गिफ्ट ह्याम्पर पनि पायो हजुर लगभग तिमीलाई त यो पुग्छ हेर त दाल पनि छ बेसार पनि छ यहाँ तोरीको सिड पनि छ यहाँ भित्र शीतन पनि छ सबै कालो दाल रातो दाल के खान्छौ सबै छ सो अब तिमीले आफ्नो साथीभाइहरूलाई भन्नु पर्यो एकदम र अरू हाम्रो पार्टनर हुनुहुन्छ अस्त इन्टरटेनमेन्ट लिमिटेड इस्ट प्रपर्टी म्यानेजमेन्ट हैन उहाँहरूलाई पनि तिमीले फलो गर्नु पर्यो है एकदम अनि अब अरू भनेको के छ भन्दाखेरि नि भाइ अब युके आइसकेपछि हजुर ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हो त मेन भनेको ध्यान दिनुपर्ने कुरा त यहाँको रुल्स एन्ड रेगुलेसनमा बाँधेर बस्नु सक्नु पर्यो किनकि हामी त यङ ब्लड सबैलाई तातो रिस हुन्छ हैन मान्छेहरू अब इभन काम भनौँ कि जहाँ भनौँ ट्रेनमा ट्राभल गर्दा होस् बाटोमा हिँड्दा होस् बाटो काट्दा होस् हैन एकदमै केयरफुल हुने रुल्सहरू यहाँको हेर्ने के कस्तो छ मेरो साथीहरूले कति फाइन खाछ के दाइ त्यो सानो मिस्टेक गरेर बाटोमा नेपालकै बानी बाटोमा हिँड्ने प्याच्चा ठोकिदिने काउन्सिलले देखिहाल्छ क्यामेराले क्याच गरिहाल्छ हो त्यस्तो कुरामा ख्याल गर्नु पर्यो ट्रेनमा हिँड्दाखेरि ट्याप चाहिँ गर्नु पर्यो केटा हो ट्याप नगर्दा गाह्रो छ खाइन्छ मैले पनि खाएँ एकचोटि हो ड्याङ्गै 100 खाएको नि त यहीँ विलेजमा बचाउने स्पेसल्ली डिएलआरमा 3 पाउन्ड बचाउँछु भनेर गयो 100 पाउन्ड ल्याम्पमा गयो 100 पाउन्ड गयो किन कमाइ गयो नि त हो त्यही भएर हैन म यो अब ट्रेनमा ट्याप नगरी पैसा बचाउँछु भनेर सोच्नुहुन्छ भने त्यो कुन दिन परिन्छ त 80 पाउन्ड सेभिङ हुने दिनसम्म 100 पाउन्ड गइसक्छ क्या 2 दिन नपर्नु होला ल 3 दिन नपर्नु कुन दिन बिरालुले बाटो काटेको बेला गएर दशा लाग्छ फेरि राम्रै एकदमै त्यही त त्यो कुरामा ध्यान दिनुपर्छ त्यो भनेको अनवान्टेड खर्च हो एकदमै त्यही भएर चाहिने कुरामा खर्च गर्नु पर्यो नचाहिने कुरामा नगर्नुहोस् हैन अब पप सबहरु कम जानु चाहनुहुन्छ भने तिमी पप कति जान्छौ म क्लबिङ त्यस्तो जाँदैन दाइ कहिले काहीँ जे है रमाइलो त गर्नु पर्यो नि त महिनाको एकचोटी जे विकेन्डमा गइन्छ साथीहरुसँग त्यो पनि चाहिन्छ सोशल लाइफ पनि चाहिन्छ नि त एकदमै अब फेरि पैसा सेभ गर्छु भनेर अब नखाइकन सेभ गर्ने साथीभाइ नभेटिकन सेभ गर्ने पनि राम्रो हैन किन मेन्टल हेल्थ पनि एकदमै इम्पोर्टेन्ट कुरा हो एकदम दाइ मान्छे यहाँ फ्री हुनु पर्छ के त्यो एकदमै हो नि यार तनाव कति हुन्छ दाइ यहाँ स्टुडेन्टलाई युनिको तनाव घर अब कति सबै आउने लोनमै हो लोनको तनाव अनि रुम रेन्ट भन कामको तनाव भोलिपल्ट काम छ भने त्यो हेडेक हुन्छ सब कहिलेकाहीँ त्यो पनि निकाल्नु पर्छ बाहिर एकदमै त्यो निकाल्ने भनेको साथीभाइहरुसँग भेटेर
बोलेर अब थोरै खाएर हुन्छ कि के गरेर हुन्छ बोलेरै हुन्छ चिया कफी खाएर हुन्छ एकदमै के गरेर हुन्छ त्यसरी मिलाउनु पर्यो त्यो गर्ने भन्ने बित्तिकै अब मलाई त डेली तनाव छ भन्दा डेली जाने पनि होइन होइन अब तनाव त मान्छेलाई अब डेली पनि हुन्छ नि त हुन त डे टु डे लाइफमा तनाव हुन्छ सो बुझेर सोचेर गर्नुपर्छ मेरो भाइ एकदमै तिमीलाई म त्यही भन्छु होइन तिमी त एकदमै गुड छौ त्यही भएर नामै गुड बोय छ तिम्रो होइन अब तिमीले अनि अब जो ब्याचलर्समा आउन खोज्दै हुनुहुन्छ होइन हजुर उहाँहरूलाई चाहिँ तिमीले के भन्छौ अब जसको चाहिँ अब अन द प्रोसेस छ उहाँहरूलाई चाहिँ के भन्छौ अब जो चाहिँ अब आउनै पर्छ प्रोसेस गर्न थालिसक्यो एकदमै अब आउने न्यू कमर्सहरूलाई मैले के भन्न चाहन्छु भन्दाखेरि एकदमै मेन्टल्ली है एकदम स्ट्रङ भएर आउने अब के भन्ने अब यो ठाउँले एक्चुअली अब सबैलाई यहाँ आऊ ल्यान्ड भाउ होइन ल्यान्ड भाउ मेन भनेको नेपालबाट आउँदा एकदमै नर्मल कुराहरू ख्याल गर्नु पर्यो आफ्नो कतिले त अब कोहीले पासपोर्ट भुलिरहेको हुन्छ कोहीले अब एनओसी भुलिरहेको हुन्छ कोहीले कास्ट भुलिरहेको हुन्छ होइन त्यो सानो सानो माइनर कुराहरूमा ख्याल गर्नु पर्यो एकदमै अब इमिग्रेसनमा कस्तो क्वेसनहरू गर्छ त्यो ख्याल गर्नु पर्यो हुन्छ नि रिसर्च गरेर आउनुहोस् एकदमै रिसर्च अनि प्रिपेयर मेन्टल्ली स्ट्रङ फिजिकल्ली स्ट्रङ सब फाइनेन्सियली स्ट्रङ हैन फाइनेन्सियल त अब हुनै पर्यो एकदमै गाह्रो छ गाइज है युके एकदमै गाह्रो छ अहिले अब फेरि त्यो कमेन्ट आउला कि तिमीहरू चाहिँ त्यहाँ बसेर पैसा कमाइरहेको छौ यहाँ हाम्रो देख हामीलाई थाहा छ के छ पीडा भन्ने कुरा सबैजना आऊ देख्छौ बुझ्छौ होइन बग्छौ आफै हो त्यही हो अब दुःख नगरे सुख पनि आउँदैन नि त तर अब दुःखमा झन् दुःख थप्यो झन् गाह्रो हुन्छ नि त त्यही भएर ब्याकअप राखेर चाहिँ आउनुपर्छ फाइनेन्सियली मेन ब्याकअप राख्नुपर्छ किनभने यहाँ आइसकेपछि कसैले हेर्दैन न ठुलो बाबुले हेर्छ न ठुली आमाले न काका न काकी कसैले हेर्दैन कोही आफ्नो हुँदैन दाइ विदेशमा कोही पनि आफ्नो हुँदैन चाचा मामा कोही पनि आफ्नोलाई आफै हो त्यही हो नि होइन आफ्नो लागि आफै हो सो मेन भनेको आफू एकदम धार बनेर आऊ के हो अब सक्नेहरूले अब गरि पनि राख्नु भएको छ इन ब्याचलर्स होइन एकदमै अब नसक्नेहरूले पनि अब सक्नु भएको छैन कतिजना फर्की पनि सक्नुभयो होइन त्यो पनि के छ नि त होइन अब राम्रो मात्र हेर्ने होइन अनि ब्याड मात्र पनि हेर्ने होइन नि त दुईटै हेर्नुपर्छ एकदमै यो ठाउँले सिकाउँदो रहेछ क्या दाइ जस्तो सुकै मान्छे होस् होइन चाहे कमजोर होस् चाहे जतिसुकै स्ट्रङ होस् स्ट्रङलाई यो मान्छेले मिडियममा ल्याइदिँदो रहेछ र लोलाई हाई गरिदिँदो रहेछ क्या यो ठाउँले सबै कुराहरू सिकाउँदो रहेछ अब पिठो पनि मुस्न नआउने मान्छेहरू यहाँ आएर खतरा सेफ भएको छ किचनको के थाहा नहुने मान्छेहरू यहाँ आएर कमी सेफ सुसेफ तन्दुरी अब हान्दिने त यहाँ 2-3 महिना काम गरे तिमीहरू हो तर यस्तो लगनशीलता प्यासन चाहियो होइन जे काम गर्यो हुन्छ त्यसलाई नै टप गर्नु क्या छोड्नु भएन हो यो पानी खाने काम छ भने पनि यो पानी नै मजाले खानुहोस् क्या होइन अनि टप भएर खानुहोस् न यसको मजा लिनुहोस् बी टप अन एभ्रिथिङ यु डु होइन जे कुरा पनि क्या हिँड्दै हुन्छ भने पनि मजाले हिँड्नुहोस् क्या ट्रेन चढ्दै हुन्छ भने ट्याप गरेर हिँड्नुहोस् होइन मजाले हिँड्नुहोस् होइन ट्याप चाहिँ गर्नु है जे कुरा पनि राम्ररी गर्नुभयो भने राम्रो हुन्छ नि त भाडा मान्ने काम छ भने पनि त्यसलाई मजाले माझ्नुहोस् त त्यो तपाईँलाई भोलिपल्ट ल मायाले त्यो कामले तपाईँलाई रेस्पेक्ट गर्छ त्यसपछि ल अनि तपाईँलाई वेटरको जब दिन्छ अनि वेटर टप गर्नुहोस् अनि सेफको काम दिन्छ एकदमै सेफ राम्ररी गर्नुहोस् अनि अब सुसेफ हुन्छ त्यसपछि एउटा म्यानेजर हुन्छ होइन त त्यस्तो हो नि त जे गर्दै हुनुहुन्छ प्याटर्नमा गर्नुहोस् राम्ररी गर्नुहोस् होइन मजाले गर्नुहोस् अनि हजुरलाई कामले साथ नदिए पनि माथिबाट महादेवले त हेर्नुहुन्छ नि एकदमै दाइ होइन यो भाइले राम्रो गरिरहेछ यसलाई मैले दिनुपर्छ केही न केही भनेर टाइम आउँछ सबैको टाइम आउँछ हार खानु हुँदैन 4 महिनामै आएर म त गलेँ भनेर बस्नुभयो भने चाहिँ भाइ यो होइन मसँग जोस छ मसँग जाँगर छ आई क्यान डु इट एकदमै भनेर टेबल ठटाएर बिहान बिहान भयो ऐनामा आफ्नो फेस आफै हेर्नुहोस् भन्नुहोस् गुड बोय यु क्यान डु इट होइन आई क्यान डु इट म्यान भन्नु अर्कोले यहाँ भनेको कति अब डिसेबलले त काम गरिरहेछ भाइ छ नि डिफ्रेन्टली एबल मान्छेले त काम गरिराख्नु भएको छ होइन एकदमै सो सबैले काम गर्न सकिन्छ क्या एकदमै सबैले राम्रो गर्न सकिन्छ फेरि यो सुनेर फेरि मोटिभेसन भएर फेरि भोलि नै अप्लाई गर्ने चाहिँ होइन रिसर्च पनि गर्नु पर्यो बुझ्नु पनि पर्यो एकदमै होइन तर अब यहाँ आइसक्नु भएकोलाई भनेको मैले चाहिँ गर्नु भएको छैन भने चाहिँ ब्याचलर्स अहिले नेपालमै गर्नुहोस् किनभने प्लिज हामीले धेरै रिसर्च गरिसक्यौँ ब्याचलर्स अहिले एकदमै गाह्रो छ र होइन अब आउनुहुन्छ अब आम्फालेर आउनुहुन्छ भने कसले के भने न मेरो बाबुको प्लेन न तपाईँको प्लेन न प्लेन त अरूको प्लेन चढ्ने आउने भिजा लागिसकेपछि होइन भाइ न अब गुड बाईको प्लेन हो न केही हो आइसकेपछि न गुड बाई न म हुन्छु तपाईँ एक्लै हुनुहुन्छ गाह्रो पर्छ सो फ्यामिलीलाई ऋणमा पारेर नआउनुहोस् अहिले मास्टर्समा त आउनुहुन्छ ओके यु आर वेलकम होइन एकदम मास्टर्सको लागि त फेरि बेटर छ नि होइन भाइ आनन्द रहेछ आनन्द छ ओ विदेश घुम्नुपर्छ तर
12 सकिने बित्तिकै तपाईँको लाइफ सकिँदैन क्या। सकिँदैन। 3 वर्ष ब्याचलर्स नेपालमै पढ्नुहोस् न यार, अनि आउनुहोस् होइन। 12 पछि 12 देखि 2 वर्षपछि आएको हो दाइ। अनि हो नि यार, त्यो त किन आत्तिने दाइ? हो आत्तिने हुन्न क्या। यहाँ आइसकेपछि ल केही छ भने त पायो। हो नि। वर्स्ट म चाहिँ भन्छु खालि वर्स्ट प्रिपेयर गरेर आउनुहोस् क्या, बेस्ट नसोच्नुहोस् क्या। बेस्ट भयो भने त भइगयो नि यार होइन, बेस्ट भयो भने त भइगयो, भएन भने वर्स्ट भइदियो भने के गर्ने यार। अब यहाँ आएर चाहिँ होइन म काम पाउँछु यताउति भनेर सोचेर आउँदाखेरि काम नपाइसकेपछि अनि त मेन्टल्ली मान्छे अनि पागल हुन्छ नि त। के सोचेर आएको के भइदियो यार। यहाँ आउँछु अनि अब 3-4 केटीसँग म डेट गर्छु, यता गर्छु उता गर्छु, म त हिरो हुन्छु, घुम्न जान्छु, टावर ब्रिज, आइल्यान्ड नाइ कता बिग बेन भनौँ, ब्राइटन भनौँ, कता कता सोचेर आउनु भएको छ भने तपाईँले त्यो 100% मिट गर्नुहुन्न। त्यो मिट गर्न एकदमै टाइम लाग्छ एकदम दाइ होइन। कामबाट घरबाट काम बाहेकको यहाँ लाइफ केही छैन, केही पनि छैन दाइ। सो आज हामी कति पछि प्लान गरेर चाहिँ भेट भयो बल्ल होइन। हो नि। सो इट्स अल अबाउट प्लान, इट्स अल अबाउट हार्ड वर्क, इट्स अल अबाउट द प्यासन होइन। त्यति भन्दै अब भाइले पनि धेरै राम्रो इन्फर्मेसन दियो र तिमीले मनबाट अन्तिममा केही छ भने प्लिज हाम्रो भ्युवर्सलाई देऊ त ल, केही डोज दिनु पऱ्यो तिमीले ल। डोज अब के भन्न चाहन्छु भन्दाखेरि अब जति पनि युके आउँदै हुनुहुन्छ एकदमै मेन्टल्ली, इमोसनल्ली, फिजिकल्ली एकदमै स्ट्रङ भएर आउनु होला। आइसकेपछि अब त्यही त हो, अब आफ्नो कामहरू कर्तव्यहरू नभुल्नु होला। अब सधैँ रमाइलो भनेर मात्र पनि हुन्न, दुःख गर्न आएको हो यहाँ, सबैले दुःखै गर्ने हो यहाँ। यहीँको मान्छेले त दुःख गरेछ भने हामी त को हो र होइन। हामी त यो देशमा एज ए इमिग्रेन्ट आएको हो। अब पछि भोलिको दिनमा अब राम्रै हुँदै गएपछि सेटल भइएला त्यो आफ्नो ठाउँमा छ। सेटल भइसकेपछि पनि हामी इमिग्रेन्टै हो क्या, फेरि इमिग्रेन्टै हो नि, देश त यिनीहरूकै हो फेरि होइन। यिनीहरूले गाह्रो छ, नेपालमा खुसी कहीँ छैन दाइ, 100% कहीँ छैन क्या। मैले सबैसँग लिँदाखेरि मलाई आफूलाई फिल हुन्छ नेपाल जस्तो, नेपाल इज द बेस्ट प्लेस फर अस होइन। त्यही भएर अब गुड बाई, अब चाँडै अब पिएसएल सकेपछि फर्किँदैछ देश बनाउनको लागि, बालन सरकारसँग जोडिनको लागि होइन। हेरौँ त के हुन्छ ल। अब आयो होइन, वी विश यु गुड लक, थ्याङ्क यू फर यर टाइम, थ्याङ्क यू फर यर प्रिसियस टाइम भाइ, थ्याङ्क यू थ्याङ्क यू, वी रियली अप्रिसिएट द्याट होइन। अनि वी विश यु गुड लक फर यर फ्युचर। तिमीले चाँडै अब कोर्स राम्रो सक, पढेर सक, हजुर असाइनमेन्ट अरूलाई गर्न दिएर पनि होइन, तिमी त आफै गर्छ मलाई थाहा छ, गरेर गर राम्ररी पिएसडब्ल्यू फेरि मास्टर्स जोइन गर, पढ, हजुर सक्षम व्यक्ति भएर, सक्षम गुड बोय भएर, नाम जस्तै गुड बोय भएर देश फर्केर केही गर्नुपर्छ हामीले। हजुर दाइ। अनि फेरि हामी देशमा, तिमी पनि नेपालमा, म पनि नेपालमा, अनि फेरि पोडकास्टमा हामी बस्नुपर्छ है त। एकदम दाइ। गाइस, किप वाचिङ युके मान्डु, किप लभिङ युके मान्डु, सब्सक्राइब युके मान्डु, सब्सक्राइब युके मान्डु। थ्याङ्क यू।